नमस्कार, म नवीन असल खड्का। मेरो घर सुदूरपश्चिम डोटी हो र म आएको धेरै दिन भएको पनि छैन, 180 दिन मात्र भएको छ। हुन त म कुनै पत्रकार पनि होइन है, एउटा मेरो मनले मानेर सानो सन्देशमा दाजुभाइहरूलाई जाओस् भनेर मात्र बनाएको हो है। अब त्यसै गर्दा अब हाम्रो सियो आउने विशेष दाजुभाइहरूलाई एकदमै बधाई छ र सबै ठाउँको सियो लगभग आइसक्यो। साहित्यमा कुन ठाउँको त्यो आउनु बाँकी छ, भोलि पर्सि आउँछ। पशुपतिनाथले तपाईँको रक्षा गरोस् र आओस् पनि है। ल सियो आइसक्यो, मान्छेहरूले अब के गर्दा उपयुक्त हुन्छ त हैन। त सियो आइसकेपछि तपाईँको कुन भिजन हो, तपाईँको लाइफ के हो त, मैले के गर्नुपर्छ। अब तपाईँको सियो आइसक्यो, तपाईँको मेहनतको दिन आइसक्यो, तपाईँको कडा परिश्रमको दिन आएको हो है। 2-4 वर्ष तपाईँलाई गाह्रो गर्नुपर्ने दिन आएको हो भनेर पढ्नुहोस्, निरन्तर दिनुहोस्। तपाईँको करिब 1 महिना त्यहाँ ग्याप हुन्छ। सियो आइसकेपछि पैसा तिर्ने यताउति गर्ने हुन्छ। अनि पैसा तिर्दाखेरि कसरी तिर्ने त है। जुन आफ्नो कलेजको त्यो नाम थाहा छ, त्यो गुगलमा जाने कलेज जुन अब त्यो नाम के छ, जस्तै मेरो मानवीय ल्याङ्ग्वेज स्कुल इन्ट्रोड्युस छ, अनि त्यो ठ्याक्क गुगलमा सर्च गर्ने अनि फी भनेर त्यहाँ हाल्ने, त्यहाँ सबै तपाईँको सर र फी आउँछ। कस्तो फी आउँछ भन्थ्यो, अब तपाईँको गएको फी, 1 इयर्सको फी, होस्टेल फी, अनि महिनाको तपाईँको पछि 6 महिना तिरेर आउनुहुन्छ, अनि 6 महिना पछिको 1 महिनाको त्यो होस्टेलको फी, अनि तपाईँलाई एडभान्स अगाडि त्यो पैसा नि अलिकति कटाएको हुन्छ, सब तपाईँको त्यहाँ दिएको हुन्छ। त्यो आफैमा हेर्ने हो कि आफैले हेर्ने हो। अनि त्यो कन्सल्टेन्सीले यति भन्दैमा ल हालिदिनुहोस् सर सेन्सेई, ल मेरो पैसा हालिदिनुहोस् भन्ने कसैलाई दिने होइन, आफैले दिएर हेर्ने। अनि त्यो अनुसारको कति के हुन्छ। अनि त्यहाँ अहिले पैसा अब बढ्छ होला जहाँसम्म मलाई लाग्छ। अप्रिल इन्टेकमा अहिले कति 0.93 छ भने अहिले दाइ तपाईँको बढ्न सक्छ होला। त्यो अनुसारको क्यालकुलेट गरेर ब्याङ्कमा तिर्ने। अनि तिरिसकेपछि अनि निरन्तरता पढाइमा दिनुहोस्। अनि कपडा, रासन पानी, अनि कपडा चाहिँ धेरै नलिनु होला, अलिकति थोरै ल्याउनु होला। किनभने आफूलाई जस्तै मानौँ अब 1-2 महिनाको लागि ल्याउनु होला, अलिकति आफूलाई हुने गरी, आफूलाई जुन मनपर्छ अलिकति, धेरै होइन, 2-4 कपडाहरू अब थोरै। जस्तै 30 केजी छ भने 20 केजी ल्याउँदा हुन्छ कि। त्यो कपडा धेरै लिएर यताउति ल्याउनु पर्दैन। यहाँ भनेको जस्तो कपडा पाउँछ है, जस्तो भनेको त्यस्तै पाउँछ, त्यस्तो नल्याउनु होला कपडा। अनि साथीको नल्याउनु होला, त्यो साथीको लिएर साथीले मेरो काम बगाइदिन्छ, म उसको लगिदिन्छु। मेरो त साथी, मेरो त साथी छनाइ छ, म अब के छ मेरो काम पाइहाल्छु भन्ने कुरा नगर्नु होला। र घरकोलाई पनि धेरै आशा नदिनु होला। आशा दिनुहोस्, जुन कुराले उहाँ मोटिभेट हुनुहुन्छ त्यो कुरालाई दिनुहोस्, झुट नबोलिदिनु होला है। सियो आइसकेपछि निरन्तर पढाइदिनुहोस्, अरू कपडा नल्याउनुहोस्, रासन पानी धेरै ल्याउनु पर्दैन। अलिअलि आफूलाई भाँडा चाहिन्छ भने थोरै त्यो ल्याउँदा हुन्छ, धेरै यत्रो गाह्रो खाएर ल्याउनु परेन। मेहनत त तपाईँ गर्नु पऱ्यो, मेहनत भएन भने हुँदैन। हामी यहाँ स्टुडेन्टमा आएको हो होइन, स्टुडेन्टमा आएको मान्छे हो, हामी काम गर्न आएको त होइन नि त। हामी पैसा कमाएर घरको लागि जग्गा जमिन किन्न अथवा त्यो खालको व्यवस्थापन गर्न सक्ने हामी 4 वर्षसम्म योग्यता हुँदैन क्या, हामी त्यस्तोसम्म क्यापेसिटी हुँदैन। कसैले गर्यो होला इलिगल रूपले है, त्यो अब इलिगलको रूपमा कुरा नगरौँ, त्यो हुनसक्छ। पढाइमा निरन्तर दिनुहोस्, तपाईँको पढाइ जस्तो छ त्यस्तो काम पनि पाउने छ। कुनैको मान्छे होला, कसैको होला, त्यो आफ्नो ठाउँमा छ। त्यही भएर आफूलाई निरन्तरता पढाइदिनु होला। सकेसम्म राम्रै हुनुहुन्छ भन्ने मलाई आशा छ र विश्वास छ। मेरो भोगाइ पनि हो, मैले गरेका केही कठिनाइ पनि छन् है। पढ्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो। ल आउनुहोस्, सँगै पढौँ, मेहनत गरौँ। 2-4 वर्ष पढ्नुपर्छ, अनि त्यसपछि आफ्नो जीवन के कस्तो भिजन हो त्यो गराउनु होला है। सबैजनालाई त्यही भन्न चाहन्छु। सियो आयो भनेर नमात्तिनुहोस्, नआत्तिनुहोस्, धैर्यता दिनुहोस्, निरन्तर पढाइदिनुहोस्। तपाईँ अगाडि बढ्नुहुन्छ भन्ने आशा छ। र म कुनै न त पत्रकार पनि होइन, सानो सन्देश जाओस् भनेर मात्र बनाएको हो। त्यसै गरी साथीको नल्याउनु होला। साथीले विश्वास दिलाएर यो ल्याउँछु, उस्तो गर्छ, उस्तो गर्छ, जापान यस्तो छ उस्तो छ भने कसैको आशा पनि नआउनु होला, कसैको कपडा पनि नल्याउनु होला। एकदमै बधाई छ।
र आउनुहोस्, तपाईँको गाह्रोको दिन आइसक्यो। अब मेहनत गर्ने दिन आइसक्यो है। त्यही हो, सानो सन्देश मात्र हो। हस् त, धन्यवाद।